यति रमाइलो कहाँको त साथीहरू, यो थाहा पाउनका लागि मेरो पुरा भलो गरिदिनु होला हैन। यति रमाइलो भएको थियो कि कुरै छाड्दिनँ कि हैन। यति रमाइलो त जिन्दगीमा कहिले पनि भएको थिएन भने कि फेरि हैन। हेलो आजको मेरो छोटो मिनी ब्लगमा आज म यति राम्री भएर कहाँ जाँदैछु त आफ्नो तारिफ आफै गर्छु कि म फेरि नराम्री भए पनि राम्री भनिदिएँ कि मैले चाहिँ। हामी चाहिँ सासूबारी भएर चाहिँ हामी चाहिँ आज चाहिँ धारा पाइन जाने प्लान छ कि हामी गाउँका सबै मिलेर हामी चाहिँ सासूबारी भएर हिँड्यौँ घरबाट चाहिँ। यता चाहिँ मेरो मम्मी हुनुहुन्छ हैन, चिन्नु नि भएको होला। हामी चाहिँ हतारमा निस्क्यौँ गाडी पेट्रोलको लागि। पानी पनि परिरहेको थियो, छाता पनि ओढिरहेका छौँ हैन। त्यही पनि केही छैन, अब नाच्न के अरे रमाइलो गर्न भनेपछि त जस्तो पनि हिँड्निन्छ कि हैन। हामी चाहिँ गाडीमा पनि बसिसक्यो, यति धेरै छ हेर्न सक्नुहुन्छ हैन। यति धेरै छौँ, अब सबै गाउँका मिलेपछि त अब सबै जानु नै पर्यो भन्दै चाहिँ मैले चाहिँ अलिअलि भिडियो बनाइदिएँ। अनि त्यसपछि हामी चाहिँ गाडीमा चाहिँ हल्का रमाइलो गर्नलाई अब घुम्न गएपछि त अलि रमाइलो त गर्नै पर्यो हो किन साथीहरू। अब रमाइलो नगरिकन त कहाँ हुन्छ र नि भनेर चाहिँ हामी चाहिँ हल्का नाचगान सुरु हुन लाग्यो। हामी चाहिँ गाडीमा जाँदै एकछिन हेर्न पनि सक्नुहुन्छ। म चाहिँ धेरै बोलिनँ, अब भिडियो हेरिदिनु होला अलिअलि। कस्तो लाग्यो त हाम्रो नाच्यो भन्नु त साथीहरू। अब नाच्नु नजानु पनि अलिअलि उफ्रिनु त भयो नि साथीसँगीहरूसँग। हामी चाहिँ गाडीबाट पनि झर्न लाग्यो, हेर्नु कि मेरो हालत यस्तो भएको छ हैन। त्यही पनि केही छैन, चल्छ नेपालमा। हामी चाहिँ गाडीबाट पनि झरिसक्यौँ। अब हामी चाहिँ अब माथितिर लाग्यो। अनि माथि गएर एकछिन धारा पानीमा यसो अनि त्यसपछि चाहिँ हामी चाहिँ अब चाहिँ आरती हेर्नको लागि बस्यौँ। यहाँ चाहिँ हाम्रा सबै आन्टीहरू दिदीहरू को हुनुहुन्छ हैन, सबैलाई चिन्नुहुन्न होला सायद हैन। मेरो हाम्रो आफन्तीहरू हुनुहुन्छ कि हाम्रो गाउँकाहरू। अनि यता चाहिँ हाम्रो नानी हुनुहुन्छ, मेरो नन्दा नानी। यता चाहिँ हाम्रो कान्छी आन्टी हुनुहुन्छ। मम्मी चाहिँ उता पछाडि बस्नु भएको थियो, हामी चाहिँ अगाडि बसेका थियौँ भ्लग बनाउनको लागि मैले चाहिँ। अनि अगाडि बसेपछि राम्रोसँग पनि देखिन्छ कि, त्यही भएर म चाहिँ अगाडि बसेको थिएँ। अनि यहाँ चाहिँ आरती सुरु हुन लाग्यो। मेरो चाहिँ टाउकोमा पनि देखेको छ। यस्तो रमाइलो हुन्छ पनि, यस्तो रमाइलो हुन्छ कि कुरै छाड्दिनँ कि हैन। यहाँ गएपछि स्वर्गमा गए जस्तै हुन्छ कि, आनन्द हुन्छ कि हैन भन्दै एकछिन आरती गरेको पनि हेरिदिनु होला। देख्न सक्नुहुन्छ कि कति मान्छे हुनुहुन्थ्यो, कति धेरै आउनुभएको थियो हैन। आज शनिबार थियो कि झन् हैन, शनिबारको दिन चाहिँ यति भिड थियो कि चाहिँ देख्न सक्नुहुन्छ कि कति थिए, कति मान्छे त हैन, टनक्कै थियो कि। अनि यता पनि देख्न सक्नुहुन्छ चारैतिरबाट मान्छे नै मान्छे थिए। हामी चाहिँ बिचमा बसेका थियौँ हैन, बिचमा बसेर देखिन्छ हामी चाहिँ ताली बजाउँदै बसेका छौँ। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ हामी चाहिँ जय गर्दै थियौँ। अब भगवानको नाम पुकारेपछि जय गर्नुपर्छ अरे कि। अनि त्यसपछि यता चाहिँ मैले चाहिँ हल्का आफ्नो फेस देखाएर चाहिँ यता पूजा गरेर देखाइदिएँ। यस्तो रमाइलो हुन्छ नि, यहाँ सबैजना जानु होला धारा पानी हैन। साउनको 1 गतेबाट भदौको 1 गतेसम्म लाग्छ कि हैन। देख्न सक्नुहुन्छ आरती गरेको चाहिँ म चाहिँ ढोगदिरहेको छु हैन। अनि हामी चाहिँ फेरि हल्का रमाइलो गर्नलाई अब भजन गानामा त नाच्नै पर्यो। यहाँ आइसकेपछि हो कि नै हामी चाहिँ सबै नाच्न लाग्यौँ। हामी गाउँभरिका दिदीबहिनी नान्दाहरू आन्टीहरू को हुनुहुन्छ हाम्रा सबै हामी चाहिँ ग्रुपमा नाच्न लाग्यो। यति रमाइलो भएको थियो कुरै छाड्दिनँ। यो रमाइलो पनि हेर्नुहोस् फेरि एकछिन। आजको लागि चाहिँ यति नै। हामी चाहिँ घरबाट पनि वहाँबाट पनि निस्कियो।